नमस्कार। अहिले धेरै स्टुडेन्ट्सहरूको यो नोभेम्बर डिसेम्बर आइसके पछाडि जीएस रिजेक्सन हुन थालेको छ। त्यो पार्टमा चाहिँ मोस्ट अफ द जीएस रिजेक्सनमा चाहिँ सपोर्टिङ डकुमेन्ट्स प्रपर भएको छैन है। जस्तै हजुरले ब्याङ्क स्टेटमेन्ट भन्नुभएको छ भने ब्याङ्क स्टेटमेन्ट मात्रै सबमिट गर्नुभएको छ। त्यसको जस्तै रेन्टल लिजको केसमा छ भने त्यसको एग्रिमेन्ट पेपर पनि सबमिट गर्नु पर्यो। हजुरले ट्याक्स तिर्नुभएको छ भने ट्याक्सको रिसिप्टहरू पनि सबमिट गर्नु पर्यो। कुनै पनि इन्कमको सपोर्टिङ डकुमेन्ट्सहरू जस्तै कम्पनीको हजुर पार्टनरसिप हो भने सेयर लगत देखाउनु पर्यो, ब्याङ्क स्टेटमेन्ट देखाउनु पर्यो, कम्पनी रिलेटेड अल लाइसेन्सिङहरू जस्तै तपाईँको कम्पनी रजिस्टर भएर रन गर्नको लागि के सपोर्टिङ डकुमेन्ट्सहरू चाहिन्छ, कहाँ रजिस्टर हुनुपर्छ, त्यसको सबै एभिडेन्सहरू सबमिट गर्नुपर्ने हुन्छ है। लियरमा एकदमै सानो र सर्फेस नलेजले मात्रै हजुरले प्रोसेसिङ नगर्नुहोस्, किनभने अस्ट्रेलियाले अहिले खोजिराखेको चाहिँ जेन्युन स्टुडेन्ट हो। यत्तिकै तपाईँहरूले ऱ्यान्डम डकुमेन्ट्स बनाएर अस्ट्रेलिया जान्छु भन्ने तरिकाले त्यो खालको कन्सल्टेन्टहरूबाट चाहिँ सल्लाह लिएर तपाईँ प्रोसेसिङ गर्दै हुनुहुन्छ भने बरु रोकिनुहोस्, 6 महिना 8 महिना 1 वर्ष तयारी गर्नुहोस्, त्यसपछि एप्लाई गर्नुहोस्। रोजेटा तपाईँको साथमा छ।